म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँडिदिन्छु ल बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटल लगेर टाका लाउँछु यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु यतै जानुस् बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु म यो नेपालमा बसेर म पानी पनि खान्न प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह हे त्यस्ता मलाई कुरा छोड्दिनु सधैँ 50,000 मतान्तरको फरकले तपाईँ जित्ने यो क्षेत्रमा मतान्तर कति होला यसपालि चाहिँ फरक डबल गलेको गाँड जस्तो भएर हिँडेछ केपी ओली गलेको गाँड जस्तो भएर हिँडेछ उत्पात नि हो उत्पात तेरीमा टोक्ने जम्मै कुरा सकेर यदि चुनाव हार्यो भने के गर्नुहुन्छ होइन म हार्न मैले जानेकै छैन एउटा केटीमा भुलिरहेछ एमाले जुनको छेउमा के हो र तारा अहिले बोल्नु भन्दा पनि हामी काम गरेर देखाउँछौँ मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या म त छटपट्टि नै हुन्छ त मर रन्डीको छोरा झापा 5 बाट अध्यक्षज्यूको सुनिश्चित छ भदुदीबाट मेरो सुनिश्चित छ देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ मगा लाडले केपी ओली त खर्च त गोरु चोरो झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो खड्ग ओली त गोरु चोरो चुनाव गराए एमाले चुनाव जित्छ ल देश कस्तो बनाउने एमसीसी को बारेमा के छ पुङलुङ 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 श्रीमानले पनि श्रीमतीलाई आफ्नो भोट दिने होइन माया दिने हो चुप्पा दिने हो रोज डेमा रोज दिने हो हक डेमा अङ्गल मार्ने हो भदुदीबाट मेरो सुनिश्चित छ देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ झापा 5 बाट अध्यक्षज्यूको सुनिश्चित छ चुनावलाई थ्रेट एमालेलाई कांग्रेसलाई बालेन बाबु यो देशको जिम्मा अब तिम्रो हातमा छ देशवासीलाई कहिले दुखी नबनाउनु महाराज चिन्ता नलिनुस् देशवासीलाई कहिले दुखी गराउने छैन तागत छ कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन केपी ओली इज द केपी ओली बालेन प्रधानमन्त्री बने म त यता बाख्रा किनेर बाख्रा चराउन जाँदै छु साथीहरु देश बनाऊ म आज चाहिँ बिहानदेखि अहिलेसम्म 3 चोटि ढलिसकेको छु एकदम खटाइराखेको छु त पनि किना दला पर्छ त्यसलाई मात्रै नरो विचार ऋषि दाइले चिन्न नै गलत चुन्नु भयो के मोबाइल चलायो भनेर कतिजना आमा बाउले तनाव छ छोराछोरी बिग्रियो भनेर जनता जान्न चाहन्छन् 6 भोट चाहिँ कसरी आयो जब बेइज्जती
सकेपछि पढ्छु भनेको चुनाव पनि सकियो अब पनि पढिन भने त ऋषि धमलाको भोट र मेरो नम्बर एउटै हुन्छ एक्जाममा। मम्मी हाम्रो केपी वाला चाहिँ के मेसेज दिने रे? यु आर डन। नेपाली कसलाई भोट हाल्ने? यसपालि त हाम्रो नयाँ पार्टी हो, सिधै कुरो। माटो होइन, अब यो चाहिँ अब के हो, यो हल्लाउने। यदि तपाईँहरू पनि ह्यान्डसम बोयफ्रेन्डको खोजीमा हुनुहुन्छ तर आफूले खोजेको जस्तो रोजेको जस्तो चाहेको जस्तो बोयफ्रेन्ड पाउनु भएको छैन भने मलाई सिधा सम्पर्क गर्नुहोला। धन्यवाद। तिमी त कति राम्री हो के, राति के लाएर सुत्छौ? टमाटर बडे मजेदार, वाह टमाटर बडे मजेदार। स्तन्त गरेर देश बन्छ, स्तन्त गरेर देश बन्छ। गाइस अब बालन प्राइम मिनिस्टर भएपछि हाम्रो नेसनल एन्थम। Get Kylie's in sunrise to undress to fundraise they confess. Yeah. अनि केपी ओलीले भन्नुभएको छ अन्डा दुई थरीका हुन्छ, एउटा बतासे हुन्छ, एउटा चल्ला काट्छ। तपाईको छुवानीले एउटा मोजी आफ्नो कन्नाड एउटा छोछर्चा पाउन सकेका छैन। भुद्राको चल्लो र बच्चो भनी थाहा हुन्छ तपाईलाई। गजब बेइज्जती। तँलाई चन्नाल्नी नामै झाँक्री तँलाई बौसिनी काहीँ नबाकी चन्नाल्नी के बोले कि ए तैँले त्यो महावीर पुञ्ज जस्तोलाई तैँले बाउला नेता मन्त्री छोडेर तँ खा बसेर तेरो बाउको काट्रो तेरो पैको काट्रो तँ खा। तँलाई काहीँ नबाकी चन्नाल्नी तँलाई। हिजो भोट केमा हाल्नु भयो त? मैले त एमालेमा। तपाईँ लो कहाँ जान लाउनु भयो? आउनु डक्टर साहब। बिहान उठेर आज काम गर्न जाउँ है भनेर मैले स्टेटस लेख्छु, त्यसको तल 1 मिनट नपुगी हर्के हल्दार भनेर लेख्ने मान्छे चाहिँ कस्तो मान्छे हो? अब बजारमा फेरि नयाँ हल्ला फैलिएछ। छोरीलाई राम्रो ज्वाइँ चाहियो भने झापातिर झर्नु अरे। हुन त हो, अब झापाली जस्तो केटा पाउने त अब गाह्रो छ नि त। बल्ल बुझौ, बल्ल चिन्दैछौ तिमीहरूले। के भएर हुन्छ? प्रेग्नेन्ट के भएर हुन्छ अरे बहिनी? सिन्दुर लगाएर कहिले हुन्छ अरे प्रेग्नेन्ट? जस्तो बुढाले बुढीलाई सिन्दुर लगाइदिन्छ नि, त्यसको भोलिपल्ट बुढी प्रेग्नेन्ट हुन्छ। मेरो खराब पानी छ, मेरो खराब पानी। त्यस्तै हो, भोट फर चेन्ज भन्दै आफू त चेन्ज भएन उनी। भोट केमा बोतलमा केमा हाल्ने गिलासमा झाप बुढी झाप झाप। यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो। अब हाम्रो भाइरल दिदी होइन के अरे बालेले जित्यो भने कान काट्छु भन्नुभयो। कान त जताततै रहेछ दिदीको है। पार्टीको लागि मेरो ज्यानै दिन केही हुँदैन। मेरो लागि त त्यहाँ हारको भन्ने कहाँबाट ल्याउनु भयो फेरि शब्द? कहाँबाट आयो हार भन्ने? त्यो शब्द नै छैन। कहाँबाट ल्याउनु हो तपाईँले हार भन्ने फेरि? रासोपाले देशैभरि जितोस्, बहुमतै ल्याओस् होइन, देश र जनताकै लागि राम्रो हुन्छ। तर सुनसरीबाट हर्क साम्बाङले चाहिँ हार्नु हुँदैन है, कसम भने। हार्यो भने चाहिँ एउटा हुन्छ नि, काम गर्यो भने जनताले जहाँ गए पनि जे गरे पनि चुन्छ भन्ने एउटा पर्फेक्ट एक्जाम्पल चाहिँ हटेर जान्छ है। त्यही भएर हर्क साम्बाङ एक्लैले भए पनि माटोबाट जित्नुपर्छ र काम गर्ने नेतालाई जनताले जहिले पनि माया गर्छ भन्ने एउटा पर्फेक्ट एक्जाम्पल चाहिँ बाँचिरहनु पर्छ है। धेरै पटक मौका दिनुभयो तर हामीले केही गर्न सकेनौँ। यसपालि झुक्किएर पनि सूर्यमा भोट नहाल्नु होला। यस चुनावमा मलाई नराम्ररी पराजित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका झापा 5 का सम्पूर्ण मतदाता तथा बारे बाबुप्रति म मनदेखि आभार व्यक्त गर्न चाहन्छु। जय नेपाल।
Thank God.